ल स्टार्ट। अब घर जान सकिन्न, गर्मी धेरै छ। टक्क यहाँ बसिरहेछ हाम्रो खनेर। ल साथी हाम्रो पिकनिक। हेलो वेलकम ब्याक के छ आजपट्टि फेरि नयाँ भ्लगमा सुरु भयो। साथीको नयाँ भ्लग हाल्न पाएको लगाउन धेरै भइसक्यो। आज सबैलाई एउटा भ्लग हाल्दै भनेर एउटा भिडियो गर्दै भन्दै हाम्रो सिप्टाबाट सुरु भयो। आज म जङ्गलमा जाँदैछु। जङ्गलमा जङ्गलमा हाम्रो यो सिप्टाको थोरै प्रोटेक्सनको काम छ। त्यहाँ अब फाउन्डेसन गर्नलाई जाँदैछु। त्यो सिप्टामा चाहिँ पानी चाहिँ पुरै बगाइसकेको रहेछ। कस्तो सुक्या थियो आज चिसो पानी चिसो होला जस्तो पानी त बगिरहेको छ। एउटा नौरे केटाहरू पनि छ। पानी चाहिँ यस्तो निलो छ पुरै। सायद यहाँ माछा पनि यस्तो स्पेसल छ होला क्या जस्तो लाग्यो। सब गइरहेको छ पानी। यस्तो पानी अब यो आज एउटाको पानी हो। नौलो चाहिँ बस्नु त मजा आउँछ। यस्तो पानी चाहिँ कपाल आउँछ फेरि। एकचोटि हामी पनि खेलाइदिनु बस्नुले चिसो पानी हुन्छ। गर्मीमा चाहिँ लास्ट गरिदिन्छ पानी। आइरहेको लागि चाहिँ मजा रहेछ यार। कुचीहरू पुरा खेलिरहेको छ। हाम्रो मन्नापुरको गाउँ है साथीहरू। यो मन्नापुरको गाउँ यतातिर चट्टार पऱ्यो। मन्नापुर कतातिर पर्छ यार? यतै होला सायद। यही हो मन्नापुर। लाएर हाम्रो डुडुवा खोला चाहिँ डुडुवा अन्डरग्राउन्ड छ। माथि एउटा सिप्टा छ यहाँबाट यसरी। खोला चाहिँ सुकेर सानो भएको छ। बर्खा चाहिँ पुरै भरि छ। फेरि हाम्रो फुटबल ग्राउन्ड खेलिरहेको केटाहरू यहाँ चाहिँ। हामी चाहिँ यहाँ माथि सिप्टाको उसमा हिँडिरहेछौँ। यो सिप्टाको माथि छेउछेउबाट बिचबाट बाटोहरू छ। जङ्गल खुलेर जान्छ शनिबार भएर। पानी यस्तो निलो चाहिँ डुडुवा चाहिँ पुरा सुकेर भइसक्यो। र खोलो चाहिँ ठुला हो ठुलो। अहिले चाहिँ सुकेर सानो भइसक्यो। पानी सानो बर्खामा चाहिँ बबाल आउँछ फेरि। सिप्टा जाने हामी चाहिँ धेरै टाढा जाँदैछौँ। दाउरा यसरी ल्याइरहेको छौँ यार। धुलो पो उऱ्यो त यार। र सिप्टामा एकछिन यो डुबुल्की मार्नुपर्छ अहिले। हाम्रो चिसो पानीमा अहिले राप्तीबाट आउँछ अगैयाबाट यो पानी। सिँचाइको लागि यो पानी चाहिँ आज जङ्गल खुलेर मान्छेहरू चाहिँ भिड रहेछ। हामीले हाम्रो पिकनिक स्थल पनि अहिले चाहिँ घना जङ्गलमा आइयो हामी चाहिँ। यस्तो देखिरहेको छ यहाँ चाहिँ। यो चाहिँ हाम्रो ढकेरी निस्कि चाहिँ हाम्रो गयो भने घना जङ्गल छ यहाँबाट। डरै जानुपर्छ। अगाडि गएपछि हामी ठ्याक्क अहिले काम गर्ने ठाउँ पुग्छौँ। गाई छोरो हामी चाहिँ पुग्यौँ है। पौडी खेलिरहेको छन् केटाहरूले यार। मस्तले पौडी खेल्नु पर्ला जस्तो छ यार यहाँनिर। यहाँ त झन् पानी यति राम्रो देखाउँछ त्यहाँ। केटाहरू मस्तले पौडी खेलिरहेको छन् त्यहाँ अगाडि। हामी चाहिँ जाँदैछौँ है यहाँनिर। ए ल पानी पौडी खेल मजाले। तिमीहरूको नङ्गा भिडियो पोस्ट गरिदिन्छु अब म। पुरा भइरहेछ तिमीहरूको क्याप्चर। बस ओहो रमाइलो भइरहेको केटाहरूलाई ल टिक्दै ल हाम्रो काम सुरु भइराखेको छ। पानी झमझम मसिनो पानी आइरहेछ। यसो पौडी खेलौँ भनेको पानीले गर्दा अलिक खासै भएन। अब पानी एकछिन पौडी खेल्ने हाम्रो काम ठ्याक्क त्यहाँ भइरहेछ। अब यही हो काम। यही ओह्रालोमा सिलेप हाल्ने हो। त्यसरी लागिरहेछ। केटाहरू टक्क बसिरहेको पानी चाहिँ मसिनो आइरहेको यस्तो दामी छ सिप्टाको नहरमा। पौडी खेलौँ भनेको पानी आएर अलि नमिला जस्तो भयो क्या। पानी मस्त झिमझिम आइरह
एकचोटि गएर हाम हाल्नु पऱ्यो लास्ट गर्मी त भयो ड्याम लगाएर हाम फाल्नु पऱ्यो ल स्टार्टबाट स्टार्ट भएन ल भयो ल गाइज हाम्रो सिफ्टामा ट्याक्क लाएर अब पौडी खेल्नु पऱ्यो कस्तो कुदाउँ होइन ल गाइज सबजनाले हेर्नु होला है सिटामाथि कति रमाइलो छ के हुन सक्छ अब सिटामाथि कोही केटाहरूले अब सिसा बेर खाएर सिसा फालिदिन सक्छ होइन गाइज सतर्क रहनु आफ्नो शरीरको ख्याल राख्नु गाइज होइन हाम्रो मन दाइ चाहिँ अब पौडी खेल्न सुरु गरिराख्नु भएको छ ल गाई ल दाइ ल स्टार्ट ल कुदौँ होइन ल हेर्नुहोस् है गाइज कति गहिरो छ के छ मजा हेर्न सक्नुहुन्छ है ल मजा आइरहेको छ नि दाइ होइन हो गिलो छ मजा आइरहेको छ नि होइन दाइ हो ल गाइज हेर्न सक्नुहुन्छ होइन अब सिटा खुल्या छैन मजा आइरहेछ है पानी परिरहेछ मजा आइरहेछ किनकि नेपालगञ्जमा धेरै गर्मी छ अब जाडोमा बस्नुपर्ने हुने छ नेपालगञ्जमा लास्टै गर्मी भइरहेछ है गाइज सिटामाथि चाहिँ अब पौडी खेल्दै बस्नुपर्ने छ है ल सबजनाले त्यहाँ सब्सक्राइब सेयर गरिदिनु पर्यो होइन युट्युब च्यानल सब्सक्राइब गरिदिनु पर्यो है लगायत ल है मन्दै ल मन्दै ल होइन मजा आइराख्ने छ है गाइज ल मन्दाल चाहिँ पौडी खेल्दै हुनुहुन्छ है सिट्टामाथि चाहिँ यतिको नखेलेर चाहिँ अब घर जान सकिन्न गर्मी धेरै छ सबजना आएर खेलिदिनु पर्यो के मजा आइरहेछ नि ल मजा आइरहेछ है दाइ ल पौडी खेलिराख्नु भएको छ ल यहाँ चाहिँ माथि उठ्तिसक्नु भयो है गाह्रो भयो गरे ल उठ्तिन गाह्रो छ है यहाँ फेरि पौडी खेल्न सक्नुहुन्छ तर बट उक्लिन गाह्रो छ है नजानेकोले नखेलिदिनु होला है फेरि किनकि झ्याउन सक्छ है आफूले जानेकोले खेल्नु होला नजानेकोले नखेल्नु होला है ल तान्न जानुपर्ने अवस्था देखियो अब जान सकिन्छ तान्न ल आउनु ल झारी समात्नु ल है गाइज आउन गाह्रो छ नजानेको नखेलिदिनु होला है फेरि गाह्रो हुनेछ नजानेको खतरा ल है खतरा हुनेछ होइन पौडी मजा छ अनि हस्को लाग्ने छ है ल सबजनाले हेर्नु होला नजानेकोले नखेलिदिनु होला किनकि गाह्रो हुन्छ पौडी खेल्न नआयो भने गाह्रो हुन्छ डुबिन सकिन्छ के हुनसक्छ अब यहाँ अनि उठ्तिनको लागि पनि गाह्रो हुनेछ बाहिर आउनको लागि पनि गाह्रो हुनेछ है नखेलिदिनु होला नजानेकोले त्यही भन्नुहोस् भलक बनाउनु चाहिँ म है ल ए भलक बनाउने हाम्रो भाइ खेलियो पौडी खेलियो सट्ट लाएर मस्त मजा आयो पानीमा त लास गर्मी भएको थियो यस्तो मजाले खेलियो आहा क्या मजा आयो यार चिसो त धेरै भयो नखेलेको पनि पहिला खेलिन्थ्यो मस्तले ल 4-5 सालै भयो होला नखेलेको पुरा दुख्ने त्यहाँबाट पुरै यसो गर्दै आएको त माटो स्या बनाइदियो यार यस्तो छ निलो छ पानी मजा आउँछ तर आफ्नो चाहिँ हिलो छ यार भाइको अघि खुट्टा काट्यो हट ल हाम्रो काम यहाँ यस्तै भइरहेछ पुरै अब यसलाई चिल्लो बनाउने हो केटाहरू टक्क यहाँ बसिरहेछ हाम्रो खनेर अब यसलाई चिल्लो बनाउने यसलाई खेल्ने एकछिन पौडी खेल्यो अब यसलाई कामसम्म यति फाइनल गरेर हामी निस्किहाल्यो डट लाएर जङ्गल हरियो जङ्गल छ हाम्रो साथीहरू ल
साथीहरू अब अर्को ठाउँ भेटौँ ल है साथीहरू हामी पिकनिक गाडी बिग्रेर गाडी आन पसेर केही देखाउने हालत जस्तो हाम्रो पार्टी भइरहेछ गाडी आफ्नो गर्मी बाहिर धेरै भएर गाडी बिग्रेर पार्टी भइरहेछ भोकले मार्यो चाउचाउ खानु पर्यो चाउचाउ यस्तो गयो हालत गाडी बिग्रेर